reactive in nature. Atom is reactive in nature. Molecules are independent in nature. एटम कहिले पनि इन्डिपेन्डेन्ट एक्जिस्टेन्समा रहन सक्दैन यदि त्यो मेटल छ भने मात्रै रहन्छ, नन मेटल रहँदैन. Oxygen is a non-metal. Non-metallic atoms are highly reactive. Okay, so they always tends to react. If the oxygen atom reacts with same oxygen molecule, they forms a double covalent bond forming the O2. And once O2 is formed, they have independent existence. Oxygen freely बस्छ. Oxygen atom freely बस्न सक्दैन. यसैले nascent oxygen तुरुन्तै react गर्छ, कहिले O3 बनाउँछ, कहिले O2 मा कन्भर्ट गर्छ ओजोनलाई. करेक्ट? सो यो आठवटा अक्सिजन मोलिक्युल भयो. यहाँसम्म कुनै प्रब्लम? जब हेमोग्लोबिन अक्सिजनलाई टिप्यो त्यसपछि यसलाई हामी के भन्छौँ? अक्सी हेमोग्लोबिन. अब आरबीसी ले अक्सिजनलाई हेमोग्लोबिनसँग अट्याच गरेर कुन फर्ममा लगिरहेछ? अक्सी हेमोग्लोबिन. यसको मतलब के भयो? हेमोग्लोबिन कम्बाइन्स विथ केसँग कम्बाइन भइरहेछ त? अक्सिजन. यहाँसम्म कुनै समस्या छ? छैन. सुरुवातीदेखि बुझिहाल. हामी इन्स्पिरेसन गर्यौं, अक्सिजन गयो. अक्सिजन हाई पार्शियल प्रेसरमा छ, ब्लडमा अक्सिजन लो पार्शियल प्रेसरमा छ. जहिले पनि अक्सिजन आफ्नो हाई पार्शियल प्रेसरबाट लो पार्शियल प्रेसरमा जान्छ. सो अल्भेओलीबाट अक्सिजन कहाँ गयो? ब्लडमा गयो. यो प्रोसेसले भनिन्छ अक्सिजनेसन. द डिफ्युजन अफ अक्सिजन इन ब्लड इज अक्सिजनेसन. एन्ड इनसाइड द ब्लड RBC consists of hemoglobin. Hem group consists of 4 atoms of iron that combines each single molecule of oxygen, forming the 4 molecule of oxygen in a single hemoglobin. That is, now when the hemoglobin receives the oxygen, this molecule is known as oxyhemoglobin. Now, the blood transports the oxygen in the form of oxyhemoglobin to the tissues. अब यो ब्लड हुन्छ, यो ब्लडले यो अक्सी हेमोग्लोबिनलाई कहाँ लग्छ त? टिस्युजमा लगेर त्यसलाई के गर्छ त? ड्रप गरिदिन्छ. कुरा बुझ्यो? अब के छ भने रफली एउटा आइडिया छ कि 20 ml अक्सिजन जुन छ, 20 ml अक्सिजन जुन छ प्रत्येक 100 ml अफ ब्लडले एब्जर्ब गर्न सक्छ. हाइएस्ट म्याक्सिमम क्यापासिटी हाम्रो ब्लडमा. हाम्रो ब्लडको जो 100 ml ब्लड छ त्यसमा जति पनि आरबीसी प्रेजेन्ट छ त्यो सबै आरबीसी को भोल्युमलाई यदि हामी मिलाइदिन्छौँ भने म्याक्सिमम हाम्रो ब्लडको 100 ml मा कति ml अक्सिजन जान्छ? 20 ml. भोल्युम बाइ भोल्युम, भोल्युमेट्रिक एनालाइसिस. ठीक, हरेक 100 ml मा कति ml जान्छ? 20 ml जान्छ. समझमा आयो? यसलाई भन्छ स्याचुरेसन पोइन्ट. यो स्याचुरेसन पोइन्ट हो. यदि तिमीलाई एक्जाममा कहिलेकाहीँ यो पनि सोध्छ, 1 hemoglobin carries how much volume of oxygen? 100. Also, हम गड़बड़ा देले छी इक्वेशन. 20 ml oxygen 100 ml blood में जाते हैं. हम कहे छी 1 hemoglobin molecule. नहीं मालूम है नहीं. ये बात की मतलब है 1.3 ml of oxygen. हिसाब एस्टिमेटेड वैल्यू लिखा है. ठीक है, अब हिसाब निकालने तो बहुत टाइम लगते हैं. 1 हेमोग्लोबिन मॉलिक्यूल है एक आरबीसी में कतेक ब्लड कैरी, कतेक ऑक्सीजन कैरी करते था? 1.34 ml. राइट, मतलब नहीं कि ये एक्चुअली वेट जो फॉर्म करते हैं कते ml ऑक्सीजन रहता है? 1.34. मॉलिक्यूल फॉर्म में नहीं, वॉल्यूम फॉर्म. ये बात volume form. Volume footage. 1 mole is equals to gram atomic molecular weight of oxygen molecule, which is equals to 6.02 cm molecules of oxygen, which is equals to 22.4 liter of oxygen gas per mole at ATP. ये हो जाए. ये बात हरेक को ग्यासेस भोल्युम अलग अलग हुन्छ भन्दा को केटी लान्छ है. पुरो बुझ्यो? 1 हेमोग्लोबिन 1.34 ml गर्छ. क्लियर? यहाँको पनि प्रब्लम छ ला. यो अक्सी हेमोग्लोबिन कसले लगिरहेछ? ब्लडले लगिरहेछ है. ब्लडले लियो, ब्लडले अब अक्सी हेमोग्लोबिन लियो. यो लिएर कहाँ जान्छ? टिस्युहरुमा दिन्छ नि. लङ्समा आयो, लङ्स पछि त्यसले ब्लड दियो, ब्लडमा अक्सिजन आइसकेपछि अब हामीले के गर्यो त? क्लियर?
भयो नि कार्यक्रम Không có tích cực. Kami dia punya. अब यहाँ एक्सटर्नल वेरिफिकेसन पछि कहाँ आयो Internal restriction. एउटा चिज सर्ट त्यसो भए रेस्पिरेसन दुईटा हामी हेर्छौँ एउटा हामी हेर्छौँ के त एक्सटर्नल Internal रेस्पिरेसन अर्को चाहिँ हेर्छौँ एक्सटर्नल रेस्पिरेसन के को बीचमा एक्सचेन्ज अफ ग्यासेस बिट्विन belly and lungs लङ को पार्ट के हो त लङ एन्ड ब्लड from our ठीक छ इंटरनल रेस्पिरेशन का मतलब एक्सचेंज ऑफ गैसेस बिटवीन blood and tissue. ठीक छ पहिला जो पार्ट हामी डिस्कस गरिलियौँ हैन अक्सिजन गयो कार्बन डाइअक्साइड त्यहाँबाट फाल्दियो अल्भेओलीमा कहानी सक्यो अब यो अक्सिजनलाई ब्लडले लिन्छ के को फर्ममा अक्सिहेमोग्लोबिनको फर्ममा त्यो लिएर कहाँ जान्छ ब्लडले अब त्यो ब्लड अक्सिहेमोग्लोबिनलाई लिएर टिस्युजमा जान्छ है अब टिस्युजमा गइसकेपछि तिमीलाई इन्टरनल रेस्पिरेसन सुरु हुन्छ इन्टरनल रेस्पिरेसनलाई अर्को नाम के पनि भनिन्छ भने टिस्यु रेस्पिरेसन टिस्युले के गर्छ रेस्पिरेसन अब यहाँ आएर यो मानव यो विभिन्न सेलहरू मिलेर के बनाउँछ टिस्यु बनाउँछ यो टिस्युमा तिमीलाई यसरी ब्लड क्यापिलरीजहरू जान्छ यसरी ब्लड क्यापिलरीजहरू ट्राभल गरिरहेछ क्लियर अब यो जुन ब्लड अहिले यो टिस्युमा गइरहेछ यो ब्लड कुन ब्लडलाई लिएर कुन के चिजलाई लिएर गइरहेछ अक्सिजनेटेड ब्लड गइरहेछ यो क्यापिलरीजबाट कुन ब्लड गइरहेछ अक्सिजनेटेड ब्लड कसले क्यारी गर्छ आरबीसीले के क्यारी गर्छ अक्सिजन यो अक्सिजनलाई कसले क्यारी गरिरहेछ हेमोग्लोबिन यो HbO8 के हुन्छ त यो सेलभित्र इन्टर गर्छ र बुझ्यो सेलभित्र यो ब्लड इन्टर गर्ने बित्तिकै रेड ब्लड सेलले के गर्छ क्यापिलरीजबाट डिफ्युजन गराइदिन्छ कसलाई त यो मोलिक्युललाई डिफ्युज गराइदिन्छ कहाँ टिस्युमा जान्छ ठीक छ अब एउटा टिस्युको सेललाई अलिक ठुलो बनाइदिन्छ टिस्युको सेललाई ठुलो बनाइदियो ठीक छ अब ब्लडमा रेड ब्लड सेलमा यहाँ यो रेड ब्लड सेल हो रेड ब्लड सेलमा रहेको HbO8 अब यो रेड ब्लड सेलले के गर्छ HbO8 ले डिफ्युज गरेर कहाँ पुगाइदिन्छ त टिस्युमा ठीक यो के छ त ध्यान दिएर रेड ब्लड सेलले क्यारी गरेको अक्सिजन हेमोग्लोबिनसँग क्यारी गर्छ यो के हो त मोलिक्युल हो अब डिफ्युजन के को हुन्छ मोलिक्युलको हुन्छ कि रेड ब्लड सेलको हुन्छ मोलिक्युल डिफ्युज भएर कहाँ गयो टिस्युमा जाने बित्तिकै तुरुन्तै यो हेमोग्लोबिन के गर्छ त छुट्टिन्छ र अक्सिजन मोलिक्युल्सलाई के गर्छ सेपरेट गर्छ हैन अन इन्टरिङ द टिस्युज डिसोसिएसन अफ हेमोग्लोबिन अकर्स डिसोसिएसन अफ हेमोग्लोबिन टिस्युमा जाने बित्तिकै हेमोग्लोबिन के गर्छ त डिसअसोसिएट माने छुट्टिन्छ कोबाट को छुट्टिन्छ हेमोग्लोबिनबाट को छुट्टिन्छ र बुझ्यो अब हेमोग्लोबिनले के गर्छ यो टिस्युमा पहिलाबाटै रिप्रेजेन्ट हुन्छ कार्बन डाइअक्साइड यसलाई टिप्छ यसलाई भन्छ बस यसलाई भन्छ यसलाई लिन्छ र वापस कहाँ ल्याइदिन्छ बुझ्यो अब CO2 सँग के गर्छ यसको धेरै काम हुन्छ यसलाई छोड्यो पहिला यसमा जाउँ यो CO2 प्रोड्युस किन गर्छ टिस्युमा पहिलादेखि CO2 किन हुन्छ यसको बारेमा चर्चा हुनु पर्यो हुन्छ के अब त्यो डाइजेस्टिभ सिस्टम त पढाएछस् डाइजेस्टिभ सिस्टममा ग्लुकोज एब्जर्ब भयो लिभरमा गयो लिभरबाट त्यो ब्लड हुँदै बडीको हरेक टिस्युजमा पुग्छ ग्लुकोज पुग्छ कि पुग्दैन पुग्यो यो टिस्युजमा पनि के होला छ ग्लुकोज मोलिक्युल होला नि जसरी नै अक्सिजन यहाँ इन्टरनल रेस्पिरेसनमा ब्लडबाट टिस्युमा गयो अक्सिजन अब यो अक्सिजन जुन छ यसलाई लिएर जाँदाखेरि अब यसले कसलाई साथी बनाउनु साथी यसले बनाउँदैन यसले भेट्छ आइस
यसले के गर्यो त्यो टिस्युमा अक्सिजनले यसलाई छोड्ने बित्तिकै जो छोडिसक्यो हैन। अब यो जो बाँकी छ त्यो कहाँ जान्छ, जो छ त्यसमा अट्याक गर्छ। अब संसार यस्तै हो, एकले छोड्छ के हुन्छ कि तिमी कुखुरा खाऊ हैन, तिमी कुखुरा खाँदैन, तिमी खसी खाँदैन, त कुखुरा खसीले कसले खान्छ? बाघले खान्छ। आज कुखुरा खसी रहँदैन त बाघले कसले खान्छ? हामीले खान्छ। अब हामीसँग दुईटा अप्सन छ, या त हामी बाघ मारेर खाऊ या बाघ हामीले मारेर खान्छ। त बाघलाई मारौ, त्यसको मासु बनाऊ, कुकरमा सिटी लगाऊ, धेरै टेन्सन छ, त्यसैले हामी कुखुरा खान्छ। र बुझ्यो, बाघले पायो बाघले पनि कुखुरा खान्छ, हामीले पायो हामीले। यो संसार यस्तै चलिरहेछ। जो जसको भन्दा बलियो छ त्यसले अर्कोलाई आँखा देखाइहाल्छ। यो संसारको नियम यसरी चल्नै पर्छ। यो पाप यो अध्यात्ममा होला पाप, यो संसारको चक्रै यस्तो छ। ठिक छ। त जहिले पनि आफूभन्दा यसले हेरेर यहाँ छ, यो कुरा आइन्स्टाइनले पनि सम्झाइदिएछ, देयर इज अलवेज अ चेन्ज इन मास विथ चेन्ज इन टु एनर्जी। ओके, लस अफ मास अलवेज कन्भर्टेड इन्टु एनर्जी। सो यहाँ मासको जति लस भयो एनर्जीमा गयो। एउटा एटीपी भनेको एनर्जी प्रोडक्सन प्रोसेस हो, एनर्जी बनायो। हिट जुन छ त्यो लस अफ हिट कि दुईटा काम गर्छ। एउटा तिम्रो बडीमा कन्स्टेन्ट बडी टेम्परेचर मेन्टेन गर्छ, गर्मीमा धेरै हिट प्रोड्युस भयो भने पसिनाबाट निकाल्छ, जाडोमा धेरै हिट भयो भने पिसाबबाट निकाल्छ। यो जनरल फिलोसफी हो। गर्मीमा हामी पिसाब कम जान्छौँ, बडीले पनि बढी पिसाब गर्छ, जाडोमा बडीले कम पिसाब गर्छ, हामी बढी पिसाब गर्छ। जनरल रुल यो त समझमा आउँछ नि कुरा। त्यो सबै किन हुन्छ? चाहे पसिना निस्किनु या पिसाब फेर्नु, पिसाबको द्वारा पनि के हुन्छ त हिट एनर्जी रिलिज हुन्छ। नभए आफ्नै पिसाब ट्याक्स थोरै लाग्छ, छोएर हेर्नु गर्ने बेलामा गरम हुन्छ कि ठन्डा हुन्छ। ठिक छ, हिट एनर्जी निस्किन्छ त्यहाँबाट। ठन्डा हुन्छ त साह्रै ठन्डा हुन्छ हुँदैन, गरम। ठिक छ, ठन्डा हुन्छ एक अर्काको होइन, आफ्नै त्यसबाट थाहा हुन्छ। अब एक अर्काको यस्तै सुन्नु फेरिरहेको छ, आफ्नै हो रे, आफ्नै सम्पत्ति कुनै बेला क्याच गराउन सक्ने। यो CO2 बन्ने प्रोसेस त्यहीँबाट आउँछ है, कार्बन डाइअक्साइड त्यहीँबाट बन्यो। कार्बन डाइअक्साइड यहाँ बन्यो, एनर्जी निस्क्यो, यसको काम खतम। अक्सिजनको जति काम थियो भाइ, अक्सिजनले यहाँ आफ्नो काम समाप्त गरेछ। यहाँसम्म कन्फ्युजन छ? फेरि सुरुदेखि टिस्यूमा आउँछ सबै जी, टिस्यूमा होती सब्जी। टिस्यू में होते तो टिस्यू कथी से बना है? सेल से ना। तो एगो में होते दूसरो लेते तेसरो लेते ना, ट्रांसपोर्ट। अब जना मान लो अगर आधा के क्वेश्चन है कि 100 ऑक्सीजन आदमी वाले और ई के ना लेते ना, वो बात ना कर यार, ना बात तो है बिना बात के ना होते है ना। अब ये दोनों के बीच में एगो मेम्ब्रेन है, प्लाज्मोडेस्माटा क्लास 11, ठीक है। वो के बाद एगो प्रोसेस है जे साइटोप्लाज्म हो, स्ट्रीमिंग मूवमेंट ऑफ साइटोप्लाज्म, साइक्लोसिस। ये एकरा देते ना खाली पैरामीटर में तो अपना सब मुटक में नहीं देते ना, फॉर्म के देते। ठीक है। तो when you become a surgeon, चिफा गर्ने डाक्टर बन्ने इच्छा लाग्यो भने यहाँ एउटा भनाइ छ, the way you respect the tissue will respect you। आम देहाती भाषामा भन्न खोजेको यो कि तिमी जति टिस्युलाई रेस्पेक्ट दिएर सर्जरी गर्छौ त्यति त्यो पेशेन्टको ब्लड कम निस्किन्छ, त्यति तिम्रो घाउ बढ्छ। आज 5 लाखको अपरेसन गर्छ, 25 लाख दिए बुझ्यो। सो द्याट डिपेन्ड्स अपन द ह्यान्ड्स एन्ड द स्किल्स हाउ यु अपरेट द्याट, बुझ्यो। त्यसैले ब्लडको फ्लो कहाँसम्म हुन्छ भने टिस्युसम्म, सेलसम्म हो। सेलमा ब्लड हुँदैन, सेलमा ब्लड होइदिए त कम्पाउन्ड टिस्यु हो, यही पार्ट सुइया भेट्नुले देख्दै रहेछ। चमत्कार न, यदि थैलेट टिस्यूमा ब्लड सप्लाई न कहाँ छ? ठिक छ, बुझ्यो। यस्तो मामला यहाँको पनि कन्फ्युजन छ। फेरि सुरुदेखि हेरि अब कहाँदेखि सुरु गरेको थिएँ? सास लिस, लङ्समा अक्सिजन गयो, अक्सिजन भेट छ कि बात निकाल्दै थाहा। अरे सुन, फिजिक्स को लाके वीडियो बना। तिमीहरू वरदान पता पढाउनु पनि त्यस्तो पनि जाने। ठिक, केवल लङ्समा अक्सिजन आयो, अक्सिजनले अल्भेओलीबाट अक्सिजन कसले लियो? ब्लडमा कसले लिन्छ? रेड ब्लड सेल। अक्सिजन लिने बित्तिकै हेमोग्लोबिनसँग मिल्छ रेड ब्लड सेलमा, बनायो अक्सि हेमोग्लोबिन। एउटा हेमोग्लोबिनले कतिवटा अक्सिजन? 4वटा। बुझ्यो।
अब त्यो अक्सिजनलाई लिएर त्यो प्रोसेसलाई के भन्ने अक्सिजनेसन र हेमोग्लोबिन अक्सिजनसँग मिल्यो भने त्यसलाई के भन्ने अक्सी हेमोग्लोबिन त्यो अक्सी हेमोग्लोबिनलाई आरबिसीले टिपेर कहाँ पुगाइदियो टिस्युमा ब्लड क्यापिलरीजले कहाँ पुगाउँछ टिस्युमा के प्रेजेन्ट छ ग्लुकोज कहाँबाट आयो डाइजेस्टिभ सिस्टमबाट खाना खाएर जो पाचनबाट ग्लुकोज आयो त्यसलाई त्यो फुडलाई त्यो अक्सिजनले अक्सिडाइज गर्यो अक्सिडाइज गरेर बनायो यो बनाइसकेपछि अब हेमोग्लोबिनसँग अप्सन रहन्छ CO2 लिएर बाहिर निस्कियो एउटा कुनै विकल्प रहँदैन नि यो दुईटा काम भयो इन्टरनल रेस्पिरेसनमा एउटा काम के भयो त डिसोसिएसन अफ हेमोग्लोबिन नम्बर 1 अर्को के भयो त अक्सिडेसन अफ फुड ठ्याक्कै तिम्रो बुकमा त्यसै पोइन्टमा दिएको छ डिसोसिएसन अफ हेमोग्लोबिन अक्सिडेसन अफ फुड छ किताब कौन भयो एउटा प्रोसेस इन्टरनल रेस्पिरेसन अब CO2 भन्यो अब CO2 को त ट्रान्सपोर्ट छ CO2 अलिकति हरामी छ यो अक्सिजन त्यति साधारणले यसलाई सिस्टमेटिक ट्रान्सपोर्ट अफ CO2 तीनटा प्रोसेस हुन्छ है रे ढोका लगा डिपेन्डेन्ट ढोका लगा गाड़ी बात करे जीरो का लगा ट्रान्सपोर्ट अफ CO2 ए ऊपर का सीटी लगा ऊपर का ये कार्बन डाइऑक्साइड को ट्रांसपोर्ट 3 तरीका से है ट्रांसपोर्ट ऑफ ऑक्सीजन 3 तरीका तरीका एउटा हुन्छ इन द फर्म अफ कार्बोनिक एसिड यही कार्बोनिक एसिड को फर्ममा ट्राभल गर्छ एक नम्बर केही बाइकार्बोनेट्स को फर्ममा ट्रान्सफर गर्छ 2 नम्बर र केही कार्बन हेमोग्लोबिन को फर्ममा ट्रान्सफर गर्छ 3 नम्बर न बुझाइ छ यतै ये मेटा है फोटो खींचो सर रिकॉर्ड चल रहा है फोटो खींचने के बाद रिकॉर्डिंग चल रहा है ट्रांसपोर्ट ऑफ कार्बन डाइऑक्साइड तो 3 का फर्म हो कार्बोनिक एसिड बाइकार्बोनेट्स और कार्बामिनो हेमोग्लोबिन अब हुन्छ के त्यो हेर 7% कार्बोनिक एसिड को फर्म में CO2 ट्रांसफर हुन्छ है बाइकार्बोनेट्स को फर्म में 70% ट्रांसफर हुन्छ 20% of CO2 जान्छ र कार्बामिनो हेमोग्लोबिन को फर्म में 23% of CO2 ट्रांसपोर्ट हुन्छ टोटल कति भयो 100 भयो 100% कार्बन डाइऑक्साइड को ट्रांसपोर्ट कसरी हुन्छ भन्दाखेरि यो फर्ममा हुन्छ 7% कार्बन डाइऑक्साइड ब्लडले कार्बोनिक एसिड को फर्ममा लग्छ 70% के को फर्ममा लग्छ बाइकार्बोनेट र 23% के को फर्ममा लग्छ कार्बामिनो हेमोग्लोबिन बुझ्यो त्यो हिसाबले लग्छ अब एउटा सानो तिमी प्रोसेस हेर त्यो के हो भन्दाखेरि कार्बन डाइऑक्साइड ग्यास को नेचर थाहा छ कस्तो हुन्छ अलिअलि खाए कार्बन डाइऑक्साइड ग्यास को उत्पादन त पढेमा नि कक्षा 10 मा त्यसमा एउटा धेरै इम्पोर्टेन्ट क्वेशन आउँछ व्हाई कार्बन डाइऑक्साइड ग्यास इज नॉट कलेक्टेड ओभर वाटर लाइक हाइड्रोजन एन्ड अक्सिजन हाइड्रोजन र अक्सिजन ग्यास जुन हुन्छ त्यसरी पानीमा जो राख्छस् बुलबुला चर्चिन बुलबुल आउँछ नि निकालेछस् नि हाइड्रोजन अक्सिजन ग्यास ल्याबमा निकाले छैन 9 10 मा पनि निकाले छैन उहाँको वालिया प्रोसेसबाट निस्किएर सामान्य जिङलाई एसिड क्वेशनमा गरेन थ्योरीमा त पर्छ हामी निकाले थ्योरीमा मैले पढाए हामी बिछरेको गाउँबाट छौ विश्लेषणमा पढाएका थिए सामान्य प्रोसेस छ जिङलाई हाइड्रोक्लोरिक एसिड HCl4 मा हाल हाइड्रोजन स्पिड पानीमा त्यो डेरिभेटिभ हालेपछि फटफट जाको बल्स आउँछ सिम्पल हो कि पानीमा बबल्स आउँछ मुख त्यहाँ एयर छ जो डेरिभेटिभ ट्युब छ त्यसबाट हाइड्रोजन निस्किरहेछ यसरी कार्बन डाइअक्साइडले निकालिदैन किन भारी हुन्छ सर चल यो पनि घटा यो पनि तेरो आन्सर आएन पानीमा ज्यादा सबैलाई सजिलो कुरा तो फैंटा स्प्राइट यस सेवन भएछ सेवन गर्नु भएछ
त कोक फ्यान्टा स्प्राइट सेवन गर्दाखेरि जब त्यसको पेट ढक्कन खोल्नुहुन्छ त के आउँछ आवाज आउँछ ठिक छ यदि तपाईँ त्यसलाई बढी झमारिदिनुहुन्छ त्यसबाट के आउँछ त्यो जो गएर आयो त्यो के छ कार्बोनेटेड कार्बन डाइअक्साइड कार्बोनेटेड वाटर केमिस्ट्रीमा फिजिक्समा पनि एउटा टर्म पढेको होला भेपर प्रेसर पढेछ भेपर प्रेसर पढेछ कोक फ्यान्टा स्प्राइट खाँदाखेरि कस्तो स्वाद आउँछ मिठो अलिअलि अमिलो होइन मिठो यो कारण लाग्छ कि त्यसमा एडेड सुगर हुन्छ त्यस कारणले मिठो लाग्छ खाइसकेपछि कहिले काहीँ दाँतमा अलिकति स्टेरिङ हुन्छ दाँत पोत जग्गा अमिलो अमिलो कारण अमिलो लाग्नुको पछाडि रिजन छ कि त्यसमा एसिड हुन्छ कि कोकमा जो पानी राखिन्छ र कोकको इन्ग्रेडियन्ट्स राखिन्छ त्यसमा हाई प्रेसरमा के गरिन्छ तिमीलाई CO2 लाई प्याक गरिन्छ समझमा आयो कहिले पनि कोक त्यति भोल्युममा हुँदैन जति भोल्युममा त्यो लेखेको हुन्छ त्यसमा के हुन्छ भने कार्बन डाइअक्साइड कुरा बुझ्यो र तिमीलाई सही मायनेमा थाहा पाउनु छ भने कार्बन कति मात्रामा त्यसमा कोक हुन्छ त्यसलाई झमार्दै झमार्दै जति फिज निस्किन्छ नि फिज निकालेर बाँकी गर्नु लिक्विड जति हुन्छ त्यतिकै लिक्विड हुन्छ र तिमी एक हिसाबले लिक्विड कार्बन डाइअक्साइडले घट्किरहेछ केमिस्ट्रीको एप्लिकेसन लाइफमा छैन अब छ के प्रिन्सिपल त्यो चाहिँ कार्बन डाइअक्साइडलाई नर्मल प्रेसरमा पनि वाटरमा पठाइदियो भने यसले बनाउँछ कार्बोनिक एसिड कार्बोनिक एसिड भनेको त्यो सबै कन्टेन्टमा हुन्छ जो कन्टेन्ट खाँदाखेरि अमिलो लाग्छ चाहे जो जुस होस् प्याक फर्ममा या फेरि कुनै पनि प्रिजर्भेटिभको प्याक फर्ममा त्यो सबैमा हुन्छ के त कार्बोनिक एसिड अब मैले यस्तो किन भने तिमीहरूलाई अब त्यो कारण पनि तिमी सुने होला यो भन्नुको रिजन यो छ कि टिस्युमा के भइरहेको थियो टिस्युमा हेमोग्लोबिनले अक्सिजनलाई छोडिरहेको थियो है र कार्बन डाइअक्साइडले के गरिरहेको थियो अब जुन एक्स्ट्रा वाटर जुन बन्यो बाहिर को बसिरहेछ रेड ब्लड किन प्रतीक्षामा छ किनकि जसलाई उसले पठाएको भित्र त्यसलाई फेरि बाहिर पनि ल्याउनु पर्यो अब यो रेड ब्लड सेल छ भने सेलमा त साइटोप्लाज्म पनि हुन्छ नि हुँदैन साइटोप्लाज्ममा के हुन्छ वाटर पनि हुन्छ हेमोग्लोबिनले यो CO2 लाई डिस्चार्ज हेमोग्लोबिन त फिर्ता आउँछ कार्बन डाइअक्साइड त्यसको पछि लागेर रेड ब्लड सेलमा आएर केही मात्रामा डिफ्युज हुन्छ र बुझ्नुभयो रेड ब्लड सेलमा आउँदाखेरि अब रेड ब्लड सेलको कहानी गर्न निस्केछ यो रेड ब्लड सेल बीचको यो खाल्डोलाई बिर्सिहाल्यो पुरै खाल्डो जस्तो मानिन्छ अब के हुन्छ त्यो हेर यो जुन छ H2O को ब्याकअप प्रोसेसमा CO2 भित्र जान्छ यो दुवै रिएक्सन गरेर के बनाउँछ HCO3 है यसलाई H2CO3 बनाउँछ है यो यसलाई हामी के भन्छौँ हाइड्रोजन बाइ यसलाई सिधै हामी भनौँ न बाइकार्बोनेट कार्बोनिक एसिड भन्छ H2CO3 भनेको के हो त कार्बोनिक एसिड यो बन्यो यो किन बन्छ द RBC मा inside the RBC CO2 combines with H2O in the presence of one enzyme. That enzyme is called carbonic anhydrase. Like के भन्छ कार्बोनिक एनहाइड्रेज कार्बोनिक एनहाइड्रेज को फर्ममा कहाँनिर यो कार्बन डाइअक्साइड जुन टिस्युबाट निस्केर कहाँ पुग्यो रेड ब्लड सेलमा रहेको वाटर रेड ब्लड सेलमा जो वाटर रहन्छ त्यो वाटरसँग यो कार्बन डाइअक्साइडको ट्रिटमेन्ट हुन्छ र त्यसले के बनाउँछ कार्बोनिक एनहाइड्रेज प्रेजेन्समा H2CO3 र बुझ्यो यो सबै कहाँ प्रेजेन्ट हुन्छ यो रेड ब्लड सेलको मेम्ब्रेनमा यो फर्मेटमा रेड ब्लड सेलले मात्रै कति % कार्बन डाइअक्साइडलाई कभर गर्छ त 7%। हामी केमा होते चाहिँ आगो सम्झाउँदै यो कसरी हुन्छ त्यो अगाडि भन्छु H2CO3 कसरी जान्छ अगाडि 7% कार्बोनिक एसिडको फर्ममा ब्लडले लग्यो RBC ले ट्राभल गराएर लगिरहेछ यसलाई यो भयो अब त्यसपछि 7% किन लग्यो यो कारणले लग्यो कि बाँकी जो H2CO3 छ यिनीहरू भनेको हाइली अनस्टेबल कम्पाउन्ड हाइली अनस्टेबल तुरुन्तै RBC ले के गर्छ भने H2CO3 लाई आयोनाइज गरिदिन्छ आयोनाइज गरेर H2CO3 आयोनाइज भयो भने के बन्छ
H2CO3 आयोनाइज भयो भने बनाउँछ H+ प्लस HCO3 माइनस। बुझ्यो? कार्बोनिक एसिड जब आयोनाइज हुन्छ, आयोनाइज हुँदाखेरि यसले के बनाउँछ भन्दाखेरि H+ प्लस HCO3 माइनस। यो अब स्टेबल हुन्छ। यो के भयो त? स्टेबल भयो। यो हाइड्रोजन निस्क्यो त्यहाँबाट। यो हाइड्रोजनले के गर्छ? यो बाइकार्बोनेट यही भित्र यो आरबीसी मा बसिरहेछ। बाइकार्बोनेट HCO3 मा बसिरहेछ। यो जुन हाइड्रोजन छ त्यो बाहिर के गर्छ भने बाहिर निस्किन्छ। बाहिर आएर यहाँ जुन आरबीसी को मेम्ब्रेन छ, यो मेम्ब्रेनमा के प्रेजेन्ट हुन्छ? हेमोग्लोबिन, राइट? त्यो मेम्ब्रेनमा जुन हेमोग्लोबिन माने हेमोग्लोबिन प्रेजेन्ट छ मेम्ब्रेनमा। आरबीसी को भित्र त साइटोप्लाज्म छ नि, मेम्ब्रेनमा हेमोग्लोबिन छ। यो H+ जुन छ त्यो के गर्छ? चुपचाप आएर हेमोग्लोबिनसँग अट्याच गरेर बसिहाल्छ। त्यो हेमोग्लोबिनको कोसँग अट्याच गरेर बस्छ भने यो H+ कम्बाइन्स विथ, याद गर, कम्बाइन्स विथ एमाइड ग्रुप अफ हेमोग्लोबिन। अब याद गर्दा त्यहाँ लेखेको थिए नि, हेमोग्लोबिनमा ग्लोबुलिन, ग्लोबुलिनमा प्रोटिन, प्रोटिनमा के हुन्छ? एमिनो एसिड। एमिनो एसिड को कुन ग्रुपसँग? एमाइड ग्रुपसँग। यो हाइड्रोजन गएर त्यहाँ बसिन्छ। कुरा बुझ्यो? अब यसरी गएर बस्यो भने अब यसलाई हामी के लेख्छौं? HHB लेख्छौं। कुरा बुझ्यो? HHB लेख्छौं। HHB के जस्तो काम गरे? बफर जस्तो काम गर्यो। बफर जस्तो मतलब सर्टेन चीजलाई मात्रै भित्र छिर्न दिने वा सर्टेन चीजलाई मात्रै बाहिर फाल्न सक्छ। कुरा बुझ्यो? ध्यान दिएर एकदम आसानी बुझिहाल्छ। CO2 प्लस H2O कम्बाइन गर्यो, त्यसले बनाइदियो के त? कार्बोनिक एसिड। यो हाइली अनस्टेबल कम्पाउन्ड हो। त्यसैले यो कार्बोनिक एसिड जति 7% मात्रै के गर्यो त? ब्लडले लग्यो, आरबीसी ले लग्यो, हेमोग्लोबिनले लग्यो। 70% जुन छ त्यो कार्बोनिक एसिड केमा ब्रेकडाउन भयो त? H+ HCO3 माइनस। अब यो के को फर्ममा रहिहाल्यो? बाइकार्बोनेट्स। अब यो बाइकार्बोनेट्सले के गर्छ त्यो हेर। बाइकार्बोनेट्सले के गर्छ त्यो हेर। पुरै ब्लड जुन छ, ब्लडको दुईटा कम्पोनेन्ट हुन्छ। एउटा के हुन्छ? प्लाज्मा, अर्को कम्पोनेन्ट के हुन्छ? ब्लड सेल। ठीक छ? अब मानव ब्लड लियो भने, मानव प्लाज्मा यो छ भने यो प्लाज्मा भित्र ब्लड सेलहरु बस्छ कि बस्दैन? अब के हुन्छ? यो जुन प्लाज्मा कन्टेन्ट छ, यो प्लाज्मा कन्टेन्टमा दुईटा आयन हुन्छ, सोडियम पोटासियम जस्ता आयन हुन्छ। ठीक छ? प्लाज्मा कंसिस्ट अफ सर्टेन आयन्स व्हिच आर कॉल्ड सोडियम एन्ड पोटासियम। अब यो बाइकार्बोनेट्सहरु के हुन्छ भने जुन यहाँ फर्म भयो आरबीसी मा, त्यो आरबीसी कहाँ बसिरहेछ? आरबीसी को बाहिरको सरफेसमा के प्रेजेन्ट छ त? प्लाज्मा प्रेजेन्ट छ। अब यो प्लाज्माको सोडियम आयन र पोटासियम आयनले यो कार्बोनेटलाई के गर्छ त? बाइकार्बोनेटले आफूसँग अट्याच गर्छ। अट्याच गर्दाखेरि के बनायो? सोडियम प्लस HCO3 माइनस फर्म्स NaHCO3, पोटासियम प्लस HCO3 माइनस यसले के बनायो त? पोटासियम बाइकार्बोनेट। जसलाई यो कन्फ्युजन छ, यो सोडियम पोटासियम कहाँबाट आउँछ? यिनीहरु साल्ट पर्पस छ। हामी नुन खान्छौं, त्यसबाट हाम्रो ब्लडको प्लाज्मामा सोडियम हुन्छ। हामी पोटासियम, P फर पोटासियम, P फर पपीता, पपाया कंटेन पोटासियम, P फर पहेलो केरा पोटासियम। कुरा बुझ्यो? P फर और के हुन्छ? पपाया। यो त भने नि पम्पकिन, भेरी गुड। P फर पम्पकिन, पम्पकिन सीड्स कंटेन पोटासियम। कुरा बुझ्यो? प्राय जति पहेलो म्याटरहरु हुन्छ, खानेकुराहरु, त्यसमा के प्रेजेन्ट हुन्छ? पोटासियम। त त्यो पोटासियमहरु कहाँबाट आउँछ? यो पोटासियम सोडियम कहाँबाट आउँछ? त डाइजेस्टिभ सिस्टममा, लार्ज इन्टेस्टाइनमा, सीकमको एउटा फंक्सन यो पनि छ, एब्जर्प्सन अफ लार्ज अमाउन्ट अफ मिनरल्स एन्ड वाटर्स फ्रम द स्मल इन्टेस्टाइन। जो खाना खान्छौं त्यसबाट जो मिनरल्सहरु निस्क्यो त्यो कसले एब्जर्ब गर्छ? ब्लडले। त्यो ब्लडको प्लाज्मामा यिनीहरु घुम्छ। किनकि थाहा छ कुनै बेला टिस्युले बाइकार्बोनेट निकाल्छ, अब मलाई लिएर लमसमयलाई जानुपर्छ। यो सोडियम र बाइकार्बोनेटले यसरी फर्म गर्छ। यो कति पर्सेन्टमा जान्छ त? 70% मा गर्छ। लो बुझ्यो? कुनै कन्फ्युजन छ यहाँसम्म? छैन नि? क्लियर छ म्याटर?
है। अब यहाँ यो बिचैमा एउटा फेनोमेना बिचैमा एउटा फेनोमेना एकछिन दिमागले स्थिर गरेर यो बिचैमा एउटा फेरि म लिस्टु पढेर आउनु कुनै हतार छैन। भोलि यदि कन्फ्युजन रहिहाल्यो भने आई विल सल्भ इट। आरबीसीबाट यो बाइकार्बोनेट्स निस्केर कहाँ जान्छ? प्लाज्मा। ठीक छ, रेड ब्लड सेल कहाँ रहन्छ? प्लाज्मामा रहन्छ नि। पुरै ब्लड भनेको त प्लाज्मा र ब्लड सेलबाट बनेको छ नि। त आरबीसी को बाहिर के हुन्छ? प्लाज्मा हुन्छ नि। प्लाज्मा भित्रै हुन्छ त्यो। त प्लाज्मा भित्र हुन्छ भने प्लाज्मामा कन्टिन्युअस फ्लो हुन्छ। केबाट? आरबीसी बाट। के फ्लो हुन्छ? बाइकार्बोनेट। त नियम के छ सर? जब कुनै यो सेल छ र बुझ्नुभयो, यो सेल छ र सेल बाहिर एउटा लिक्विड छ, है। चाहे लिक्विड छैन भने पनि यदि यो सेलबाट तपाईको कुनै आयन निस्केर बाहिर आइराछ भने यहाँबाट पनि यो भित्र जानु पर्यो, केही न केही जानु पर्यो। यदि गइरहेको छैन भने त्यो सेलै सर्भाइभ गर्दैन, त्यो सेलले पानी लस गर्न थाल्छ। बुझ्नुभयो? यदि यहाँबाट बाहिर कुनै चिज गइरहेछ र बाहिरबाट कुनै चिज भित्र आएन भने त्यो मिनरल सँगै वाटर पनि लस गरिदिन्छ एक्स्ट्रा सेलले, त्यसमा सेलै सर्भाइभ गर्दैन। यो सेल यहाँ चाहिँ यस्तो यस्तो खतम। कुरा बुझ्यो? त्यो खतम तिमी डेली बनाइरहेको छौ आफ्नो कराहीमा राखेर, आलु राखिदियो नुन छिटिदियो, के हुन्छ रे? आलुबाट पानी निस्किन्छ, जे निस्किनु पर्ने हो आलुबाट निस्किन्छ बाहिर। आलु भित्र केही छिर्छ? छिर्दैन नि। आलु भइहाल्छ छिटेर सानो, त्यो भइहाल्यो तिमीले खाने लायक। कुनै तरकारी काँचो हालिदियो, नुन हालिदियो, एकछिनपछि के हुन्छ? पुरै पानी हुन्छ। जब तरकारी हुन्छ हरियो जुन अलिक सलिड थियो त्यो सबै के भइहाल्छ? सफ्ट हुन थाल्छ। किनकि उसको सेलहरू बिस्तारै बिस्तारै कुम्चिन थाल्छ। यहाँ पनि त त्यही होला नि। यहाँबाट गयो मात्रै के निस्क्यो बाहिर? बाइकार्बोनेट्स निस्केर कहाँ आइरहेछ? प्लाज्मा। बुझ्यो? प्लाज्माको पनि काम छ कि केही यसलाई भित्र पठाओस्? वाटर पठाउँछ? पठाउँदैन। यो बाइकार्बोनेट आउँछ प्लाज्मामा। यो के छ? रेड ब्लड सेल। So due to continuous flow of bicarbonates from the red blood cell to plasma causes red blood cells to shrink and loss. But that wouldn't happen. What is going to next? How do the RBC survives? So for the every expense of bicarbonates I am going out of plasma from RBC, plasma sends another ion inside the red blood cell to maintain the ionic equilibrium. के पठाउँछ सर? यसले पठाउँछ क्लोराइड, सोडियम क्लोराइड। सोडियम चाहिँ यसले बाइकार्बोनेट छ, क्लोरिन रेगुलरली कहाँ जान्छ? आरबीसी। बुझ्यो? अन्डरस्टुड? यो फेनोमेनालाई भन्छ के? दिस फेनोमेना इज कॉल्ड क्लोराइड शिफ्ट और हैम्बर्गर शिफ्ट। बुझ्यो? यो म कहाँ जम्प गरिदिएँ भने आफ्नो एक्सपिरियन्सले जम्प गरिदिएँ। ठिक छ, म भने फेरि मलाई एक्स्ट्रा पढाउनु पर्छ यो कुरा, त्यो भएर म यही जोड्छु। त्यो म्याटर कहाँ छ सर? एक गर्न पल्टाइदिनुहोस् 338 मा। बेरासी दुबईमा छ कि छैन यो कुरा? तेरोमा छ नि? छ है। पढ त त्यहाँ के लेखेछ? मलाई नपठाऊ। आफै पढेर तिमी यहाँ आएर न सौका दुईटा बुक राखेको यहाँ आएर बस न, यसमा पढ्न सजिलो हो। म चाहिँ खाने एक ग्राम रेडीमा छ कि के अर्थ छ? वाटर दोनों मिलके ही बना Whereas to maintain the ionic equilibrium of the red blood cell, chloride ions shifted from plasma to red blood cell. This phenomenon is called chloride shift or Hamburger shift. Red blood cell ले लगातार bicarbonates. The continuous flow of bicarbonates from the red blood cell causes this maintenance of the unequilibrium between RBC and plasma. To maintain the ionic equilibrium, chloride ions shifted from plasma to RBC. Simple बात है, अपना लिखो continuously bicarbonates red blood cells से plasma में जाते हैं। तब plasma से क्या होगा परले? Chloride.
हैन टु कम्पेन्सेट द फ्लो अफ कार्बोनेट बाइकार्बोनेट आयन फ्रम आरबीसी टु प्लाज्मा क्लोराइड आयन शिफ्टेड फ्रम प्लाज्मा टु आरबीसी व्हाई केला करते हो केला करते हो आरबीसी बाइकार्बोनेट प्लाज्मा में जाता है जब प्लाज्मा से क्लोराइड आयन आरबीसी में निकलेगा कुछ लावे के लिए कुछ देवे का पड़ेगा कुछ लावे के लिए कुछ देवे पाने के लिए कुछ टू मेंटेन आयोनिक इक्विलिब्रियम ई करे पड़ते हैं टू मेंटेन आयोनिक इक्विलिब्रियम एक वो आयन के लिए दूसरा आयन शिफ्ट कर देंगे to maintain the ठीक है तो कौन आयन शिफ्ट पहले H plus H A H plus Cl minus शिफ्ट पहले के द्वारा कथि करते हैं क्लोराइड शिफ्ट आ एकरा ललकी के हैमबर्गर के द्वारा करते ठीक है अब लास्टली के छ कार्बामिन हेमोग्लोबिन यो भनेको के हो यो भनेको जिरो बुकमा CO2 छुटे HSP HSP CO2 ठीक छ यो हाइड्रोजन एक्स्ट्रा कहाँबाट आयो कार्बोनिक एसिडको जो हाइड्रोजन आयन छ त्यो हेमोग्लोबिनसँग अट्याच भयो कहाँ अट्याच भयो हेमोग्लोबिनको एमाइड ग्रुपमा एमिनो एसिड NH2 हुन्छ नि NH2 सँग अट्याच भइहाल्यो HSP CO2 कुरा बुझ्यौ अब यो जुन अट्याच भएछ यो केमा कन्भर्ट हुन्छ तिमीलाई यो कन्भर्ट हुन्छ तिमीलाई NH2 HB COOH एकरा कतै कार्बामिन हेमोग्लोबिन ठीक है आई फर्मुला HSB NH एमा के लिखू NH2 HHB CO2 आप बुझलिए एमाइड ग्रुप संगे हाइड्रोजन रहते हेमोग्लोबिन केकरा कैरी करते CO2 CO2 कैरी करते त हाइड्रोजन जे है से की होते त डिस्प्लेस होते आई का होते आई yana करके ई बना देते कार्बामिन हेमोग्लोबिन एकरा करके कार्बामिन ठीक छ यो कति परसेंट मा जान्छ तिमीलाई 20 अब यो सब जान्छ 3% कहाँ जान्छ लंग्स मा जान्छ लंग्स मा जानु भन्दा अगाडि त्यहाँ ब्लड मा यसले के गर्छ त जति यो तिमीलाई यो बाइकार्बोनेट्सहरु गएका छन् जति बाइकार्बोनेट्सहरु गएका छन् के को फर्ममा HCO3- को फर्ममा यो सबै के गर्छ यो HB ले जुन यो तिमीलाई एक्स्ट्रा H क्यारी गरिरहेछ नि यो H जो H यहाँ थियो हेमोग्लोबिन सँग यो हाइड्रोजन यो सँग फेरि कम्बाइन गर्छ यहाँ कहाँनिर गर्छ ब्लडमा कुन ठाउँमा लंग्स निर पुगेर अनि लंग्स निर पुगेर यसले फेरि के बनाउँछ H2O + CO2 H2O रहिहाल्छ ब्लडमै CO2 डिफ्युज भएर टिस्यु भएर कहाँ आइहाल्छ एलवेली कहानी खत्म बाकी बुझलिए सिंपल बात सुनो हेमोग्लोबिन के हाइड्रोजन आयन जो होते हैं ना ये हाइड्रोजन आयन के कैरी करते हेमोग्लोबिन अब बाइकार्बोनेट के त के कैरी करते लगा सोडियम पोटेशियम ब्लड में रह जाते सोडियम छूटते सोडियम की करते छूटते पोटेशियम में से कथि होते छूटते तो सोडियम पोटेशियम तो ब्लड प्लाज्मा में तो रह जाते ना बच गेली बाइकार्बोनेट हेमोग्लोबिन जे हाइड्रोजन के जल्दी ले एकरो छोड़ देते बा जो the H plus HCO3 minus फिर कथि बना देते त H2O plus CO2 मतलब ये बनते तब ना बनते H2CO3 आई से ना बनी छै H plus HCO3 minus तो ई जब बन गेलै H2O रह गेलै प्लाज्मा में CO2 बाहर लंग्स में और कोई बुझे ना एक्स्ट्रा मेहनत करवाइदियो सब भाषामा पढाउनु पर्छ नि मलाई गाह्रो दिया त मैले भन्न खोजेको एक्स्ट्रा के पैसा हो लाग्छ बाइकार्बोनेट्सलाई कसले लिएर जान्छ सोडियम र पोटेशियमले सोडियम पोटेशियम त्यो ब्लड में रहिहाल्यो अल्वेली भन्दा अगाडि त्यो किन जानु चाहिँ त्यो प्लाज्माको चिज प्लाज्मै रहिहाल्छ जो बाइकार्बोनेट छ त्यो फेरि कोसँग मिल्न जान्छ त यो कार्बन हेमोग्लोबिनमा जुन H+ छ हेमोग्लोबिनको त्यसलाई टिप्छ यसले तब फेरि जुन यो बाइकार्बोनेटले हाइड्रोजन आयनलाई टिप्छ जो HB ले यसले पम्प गर्दियो रेड ब्लड सेलले पम्प गरिदिन्छ भएर जा राख्दिन तपाईलाई छोड़ दियो छोडिसकेपछि यसले के फेरि बनाउँछ SO3 त्यसबाट के ब्रेकडाउन हुन्छ H2 + CO2 नै बाहिर निस्किने हो नि त सबै यो यसको फर्ममा जाँदा पनि माथि के रिलिज हुन्छ त कार्बन डाइअक्साइड त्यसपछि फेरि अल्वेलीमा CO2 लिन्छ यसको प्रेसर कति हुन्छ टिस्युमा 46 mm अनि अल्वेलीले के गर्छ रिलिज गर्छ भएन एकचोटी पढ्नु केही समस्या भयो भने सोध्नु अदरवाइज एउटा बोर्ड इफेक्ट र खोलिने गर्छ फेरि राख्छ पुरै एकदम